भन के काम छ मसँग? अहिले हामीलाई अलि पैसाको समस्या छ, त्यही भएर तपाईँको ऋण तिर्न गाह्रो भइरहेको छ। त्यसैले केही समय पर्खिनु भन्न आएको। ए तिमी चिन्ता नलेऊ, मैले पैसाको व्यवस्था गरिसकेँ। हिजो ब्याङ्कको किस्ता जसरी पनि तिर्नु थियो, यही बेलामा मसँग पनि पैसा थिएन। त्यही भएर लाजै पचाएर भए पनि मैले तिमीहरूसँग पैसा माग्न खोजेको थिएँ, तर जगतले छैन भनेपछि मैले अन्त्यबाट व्यवस्था गरिसकेँ। हाम्रो कारणले तपाईँलाई गाह्रो भयो है? केही छैन, अहिले कहाँ यस्तै हो। साँच्ची जगत हिजो यहाँ के भन्न आएको थियो? मैले त ऊ आउने बित्तिकै उल्टी पैसा मागेँ, किन आएको सोध्दै बिर्सेछु। दाई भाउजूलाई जसँग काठमाडौँ जाने भन्दै हुन्थ्यो। के भएर भाउजूलाई? महिला सम्बन्धी समस्या देखाउन। अहिले दाई र बाको पैसा नआएकोले तपाईँसँग पैसा मागेर चलाउनु पर्यो भनेर माग्न आउनुभएको थियो। ए पैसा माग्न आएको मान्छेसँग उल्टी पैसा पो मागेछु।